पनि छ भनेर भन न। फेरि 17 गते पर्सि त्यहाँ फेरि सरजमिन भनेको छ। सरजमिन भनेको छ कि। अनि त्यो सरजमिन भने चाहिँ के हो त? मैले तपाईँलाई न बेटी भाषण भने हेर्नु एकदम अर्जेन्ट काम परेको छ। अहिले त म यहाँ एउटा फिल्डमा छु है, फिल्ड हेरिरहेको छु। यसो गरौँ न दाइ, भरे त्यो नयाँ बजारको रेस्टुरेन्टमा भेटौँ न 5 बजे, हुन्न दाइ? ल हुन्छ, म नयाँ बजार आउँछु। रविन भाइ, मलाई एकदम आपत पर्यो। जसरी पनि मिलाउनु पर्यो त्यो कुरा। तपाईँ के आपत पर्यो ल भन्नुहोस् न। तपाईँले कति पैसा मिलाउनु पर्यो ल भन्नुहोस् त। मलाई अहिले 1 लाख जति रुपियाँ पुग्छ। तेरि के कुरा गर्नुभयो दाइ तपाईँले? अब 1 लाख रुपियाँले के हुन्छ? 1 तोला सुनको त 40 हजार पुगिसक्यो। तपाईँलाई 1 लाखले हुन्छ? 5 लाख लिएर जानुहोस् ल। 5 लाख लिएर जानुहोस्। 1 लाख हो होइन? ल यो 5 1 दुईटा 50 हजार 2 लाख हो होइन? ल यो 50 हजारले 2.5 लाख हो। ल यो 50 हजार 3 लाख हो। ल यो 3.5 लाख हो। ल 4 लाख हो। ल यो 4.5 लाख। ल 5 लाख। ल 5 लाख लिनुहोस् ल। छोरीको बिहा चाहिँ धुमधामले गर्नुहोस् है। हुन्छ। ल ल ल ठिक छ ल। हेर्नुहोस् घनश्याम दाइ, तपाईँ पैसाको केही चिन्ता लिनु पर्दैन। बीचमा पैसा चाहियो भने म जति भने पनि थपिदिन्छु। पैसाको जिन्दगीभर दुःख हुँदैन। ओ त्यस्तो फोकी तल्सिनको पछि लागेर पनि कहीँ हुन्छ भने हेर्नुहोस्, मैले भने मात्र मान्नुहोस्। तपाईँले एउटा छोरीको बिहा मात्र होइन, 4वटा छोरी जन्माउनुहोस्। 4वटाको छोरीको बिहा गर्ने पैसा दिएर पठाइदिन्छु म ल। तर मैले भनेको कुरा चाहिँ मान्नुपर्छ है घनश्याम दाइ। अब त्यो अर्को 1 फुल मगाऊ है। एक क्वार्टरसम्म हाफ मगाऊ न। 1 क्वार्टर। 1 क्वार्टर ल 1 क्वार्टर। ए भाइ 1 क्वार्टर ल्याउनु त। हेर्नुहोस् रविन बाबु, अब तपाईँले जे भन्नुहुन्छ त्यो मान्छु। त्यो फोगिन मास्टरको पछि लगाएर साह्रै दुःख पाएँ मैले। नमस्कार। नमस्ते बाबु। आज कहाँबाट पुरानो ठाउँ सम्झेर आउनुभयो? बाबु एउटा मलाई सानो एउटा समस्या पर्यो कि। त्यो समस्यामा चाहिँ समाधान गर्न मलाई बाबुहरूको मलाई सहयोग चाहियो। भइहाल्छ नि, कस्तो सहयोग भन्नुहोस् न, गरिदिइहाल्नु नि। भोलि चाहिँ मेरो त्यो जग्गा छ नि, तलको जग्गाको त्यो चाहिँ एउटा सानो सरजमिन गर्नु परेछ। अनि त्यहाँ चाहिँ गाउँको वरिपरिको मान्छेहरूको चाहिँ तपाईँले चाहिँ लिनुहोस् भनेर भनेको छ कि। सरजमिन गरेर साक्षी चाहिन्छ। अब पुरानो मान्छे तिम्रो बुवालाई थाहा नै छ, तिमीलाई पनि थाहा छँदैछ। बाबु आएर चाहिँ त्यहाँ एकताले साक्षी बसिदिनु पर्यो। त्यो मेरो जग्गा भन्ने त थाहा छैन बाबुलाई? थाहा छ नि, किन थाहा नहुनु र? मलाई मात्र हो र सारा गाउँलेलाई थाहा छ नि तपाईँको भनेर। मिल्छ भने भोलि 11 बजीतिर त्यहाँ अफिसको मान्छे आउँछु भनेको छ। बाबुहरूले यसो आएर चाहिँ साक्षी बसिदिने हो कि भनेर त्यही भन्न आएको। ओहो, भोलि 11 बजे? 11 बजे त सकिन्न मार्था। मेरो 10 बजे भोलि जरुरी, एकदम जरुरी मिटिङ छ। बरु पर्सि भयो हुन्न र? पर्सि मिलाउन सकिन्छ। भोलि बाबुको मिटिङ छ अरे, सार्न यताउति मिल्दैन होला। भोलिलाई चाहिँ भ्याउँदैन मार्छ, नरिसाउनुहोस् है। बरु अरूलाई भन्नुहोस् न। कसलाई भन्नु त फेरि? म जसलाई भने नि गरिदिइहाल्छ नि मार्छ। त्यो जग्गा हजुरको भन्ने सबलाई थाहा छँदैछ। जो पनि आएर साथी बसिहाल्छन् नि। तर मलाई अहिले हतार छ, म जान्छु।
नमस्ते नमस्ते आराम है हजुर सर आरामै छु कताबाट आउनु होला एउटा सानो काम परेर आएको नि बाबु अनि बुवा घरमै हुनुहुन्छ बुवा मम्मी त तीर्थ जानुभएको छ हुनु न त तीर्थ जानुभएको छ अरे हजुर बर्बाद भर्खर जानुभएको कहिले आउनुहुन्छ हप्ता 10 दिन छ यो चाहिँ 8-10 दिनै लाग्छ बर्बादै भयो नि त किन केही काम थियो र सर बुवा मम्मीसँग बाबु त्यहाँ मेरो जग्गा छ यहाँ होइन त्यहाँ चाहिँ भोलि एउटा त्यो मालपोतबाट सर्जबिन गर्न आउँदै थिएँ त्यहाँ 7 जना मैले साक्षी राख्नुपर्ने थियो त्यसमा बुवा र आमालाई त बाबु सबैलाई थाहा थियो मेरो जग्गाको विषयमा त्यही भएर उहाँ साक्षी बस्दिनुहुन्छ कि भनेर आएको हुनुहुन्न रहेछ मेरो त्यो जग्गा त बाबुलाई थाहा छ कि ए त्यो बाँसघारी मुनिको हो बाबु हो ए हजुर थाहा छ त्यसले बाबुले आएर भए पनि साक्षी बस्ने त भइहाल्छ नि बाबु होइन भोलि मेरो 11 बजेतिर आउँछु भनेका छन् बाबु 11 बजेतिर यसो टाइम निकाल्न सकिन्छ हुन्छ हुन्छ सर मैले त्यति भनेर हुन्छ नि म गरिदिन्छु नि सर ए ल त्यसले त भइहाल्यो नि बरु बाबु त्यहाँ भोलि त्यहाँ 11 बजेतिर आउँदाखेरि चाहिँ त्यो नागरिकताको एउटा फोटोकपी चाहिँ एउटा लिएर आउनु पर्यो बा ए ला सर त्यो नागरिकता त हराएको थियो सर प्रतिलिपि बनाउन जाने भनेको बुवा मम्मी तीर्थ जानुभयो तर भ्यागै छैन हेर्नुहोस् न अरू मान्छेलाई यसो मिलाएर लिएर आइदिउँ नि त है बाबु अरू कसलाई छ यसो 1-2 जना हुन्छ हुन्छ सर मैले सकेसम्म म भनिदिन्छु नि यसो गर्नुहोस् न बरु त्यहाँ तल पण्डित बाजेको घरमा पनि भन्नुहोस् न उहाँहरू पनि आइदिनु सक्नुहुन्छ नि ए यहाँ पण्डित बाजे हजुर आउँ यहाँ ल ल म त्यहाँ पनि जान्छु है त ल धन्यवाद है ल आऊ है भोलि कति बेला होला यो आइमाईले यिनीहरूलाई त बाहिर जानु पर्यो कि त दुलै निकाले जस्तो हुन्छ बा होइन त्यो बुढो छालामा जति घसे पनि त उस्तै हो नि छिटो गरेर नि छिटो दिक्कलाई कति कराएर होला भने आउँदै त छु नि पैसा यसो निकालेर गन्दा गन्दा ढिला भयो कि ल हिँड्नुहोस् न अनि पैसा राख्यो त राखेँ नि यहाँ अनि छोरी छ होइन त भित्र छ ल जाऊ ओहो रवि बाबु कताबाट हो आज ल म त तपाईँहरूलाई नै भेट्न आउनु लागेको होइन कहाँ जानु लाग्नुभयो तपाईँहरू यसो त्यो बिहाको किनेर बाँकी थियो त्यसको लागि बजार जानु लाग्यो ए ज्यौ ज्यौ ल के बिहाको लागि तयारी भइरहेछ ल त्यो बिहामा चाहिँ फेरि मलाई बोलाउनु बिर्सनु होला नि तपाईँहरू फेरि ए रबिन बाबुले पनि के कुरा गर्नु भएको होला त अब तपाईँलाई हाम्रो छोरीको बिहामा नबोलायो भने हामीलाई पाप लाग्दैन त बुढा ल भन्नु त अब यो पाप धर्मको कुरा छोडिदिनुहोस् तपाईँहरू हो है तपाईँहरूलाई म एकदम खुसीको कुरा लिएर आएको छु मैले त्यो तपाईँको जग्गा छ नि आनाको 12 लाख रुपियाँ हाल्ने मान्छे आइसक्यो 12 लाख 12 लाख त के रबिन बाबु 15 लाख दिन के गर्नु र दाबी परिरहेको छ जग्गामा त्यो कुरा छोडिदिनुहोस् न त्यो सबै मेरो जिम्मा भयो क्या तपाईँहरू हुन्छ मात्र भन्नुहोस् न ल एउटा कुरो नि रबिन बाबु त्यो दाबी परेको जग्गा नि बेच्नु मिल्छ भने जान्छ भने जान्छ किन नजाउनु यता आउनुहोस् बाबु मैले त्यहाँ गएर भन्नै पर्छ र केही अप्ठ्यारो त पर्दैन मलाई पछि केही त हुँदैन होइन तेरे बाबु केही हुँदैन भने केही हुँदैन हेर्नुहोस् तपाईँलाई के भयो भने त्यसको जिम्मेवारी म भएँ ल भयो हेर्नुहोस् यहाँ सब डमरीको जमाना छ के डमरी खुवाइसकेपछि सब काम चाटचुट भइहाल्छ अहिले त सत्यवादीको जमाना छैन क्या सत्यवादी बढी भइराख्यो भने लुवापा खाइन्छ यसरी बुझ्यो हो रबिन बाबुले एकदमै ठिक कुरा गर्नुभयो रबिन बाबुले जे भन्नुहुन्छ त्यही गर्दै जानुहोस् रबिन बाबु उहाँले बोल्नु भएन भन्छ नि मलाई बोलाउनुहोस् म आएर बोलिदिन्छु बिहान बिहानै कहाँ गएर आउनु भयो बिहान त्यही जग्गा त्यो मेरो गोलढुङ्गाको जग्गा छैन त्यो जग्गामा चाहिँ सर्जबिन गराउनलाई मान्छे चाहिन्छ कि अनि त्यहीका मान्छेहरूलाई त्यो चाहिँ ल न तिमीहरू साक्षी बस्देऊ भनेर भन्न गएको त्यही गरेर अनि तिमी चाहिँ कहाँ जानु त्यही त हो नि अदालत नि मेरो आज उता पेसी छ त्यही भएर जान लागेको बुवा ए पेसी छ आज मैले त भन्छु हेर नानी यो मुद्दा मामिलामा नफस यसले झन्झट हुन्छ यो
मैले भने सकेसम्म लोग्ने स्वास्नी भनेको चाहिँ आफू दुईजनाले कुरा मिलाएर मिल्नुमै बेस के गर्नु त बुवा मलाई मात्रै मुद्दा मामलामा फस्न कहाँ रहर छ र ऊ चाहिँ मैले बच्चा पाएन भनेर सौता ल्याएर मोज गरेर बस्ने अनि म चाहिँ एक्लै डेरामा अब खानु परिहाल्यो लाउनु परिहाल्यो डेरा भाडा तिर्नु परिहाल्यो अनि के गर्नु त आफ्नो हक अधिकारको लागि त लड्नै पर्यो नि बुवा कुरो त तिम्रै पनि ठिकै हो नानी आफ्नो हक अधिकारको लागि नलड्यो भने असत्यको विजय हुन्छ असत्यको विजयपछि विनाश हुन्छ हेर ठिकै छ ल राम्रो होस् ल त जाऊ हस् बुवा म जान्छु ल ल जे होस् है एकदम ढुक्क साथ खानु ल धमाधम आउँदैछ ल चिकन पनि मगाउनु चिकन त्यो भन्नु चिकन पनि ल्याउन मटन पनि एउटा लिएर सेक्वा चाँडे है सेक्वा हाम्रो यहाँ सुभाष साहबलाई सेक्वा चाँडे के हो त्यो गर्ने भने के भयो त्यो गोलढुङ्गामा अर्को पनि जग्गा छ त्यो पनि मिलाउनु पर्छ ए बाबा भोलि चाहिँ है मजाले चाहिँ मैले भने तरिका गर्नुपर्छ है ए दाइ भइहाल्छ नि यो पाखुरा केसको लागि दाइको लागि त हो नि बरु दाइ एकदम होइन रविनजी यो त हल्का फुल्का मात्र खाना खोइ खाना ए तेरिका सुभाष साहब खाना दाना भरभरको चिज सबै आइहाल्छ भने किन धन्दा मान्नु भएको तर सुन्नुहोस् है भोलि चाहिँ उहाँ सुभाष साहबले जे भन्नुहुन्छ त्यो मान्ने बुझ्नु भएन क्या त्यो जग्गा कसको भनेर सोध्यो भने उहाँ सरको भनेर भन्ने ए दाइ के कुरा गर्नुहुन्छ त्यो जग्गा मात्रै किन नि यसरी खुवाउँदै प्याउँदै गर्नुहोस् न नेपालभरिको सबै जग्गा उहाँकै भनिदिउँला यो दाइको त गफै बढ्यो क्या रविनजी मैले त खास कुरै बुझेको छु के हो खाउ खाउ भन्छ बस भन्छ के हो कुरै बुझेको खास कुरा के हो यो विकास फेरि ढाँस यो टुङ्के मजौरिया टोङ्कल कि ढोक्रोकै लोमुङ थियो यसलाई खुवाउनै हुँदैन खुवायो भने सबै कुरा बिर्सिने भने कस्तो रहेछ भन्ने के नि नवीन भाइ एउटा कुरा मैले पटक्कै बुझिनँ भने के त्यो जग्गा कसो नाममा गर्ने फेरि दाइ पनि कस्तो मान्छे भने अब 12 वर्ष रामायण सुनायो रामको बोइ को भनेको थाहा छैन भने अब तपाईँको नाउँमा गर्ने नि जग्गा ए मेरो नाममा अनि के त हो त नि ल चुप राख्नु है अब छ नि भोलि पिकनिक जाने त्यसरी मोज मस्ती